को इटहरी मोरङको विराटनगर स्थित यातायात कार्यालयमा निशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको थियो। उक्त सेवा मार्फत आँखाको निरोगिता प्रमाणपत्र प्रदान गरिँदै आएको थियो। तर सम्झौता अवधि नसकिँदै हाल कार्यरत चिकित्सकहरूलाई हटाएर नयाँ चिकित्सक खटाइएपछि सेवा निशुल्कबाट शुल्कमा रूपान्तरण गरिएको छ। साउन 1 गतेबाट यातायात कार्यालयले प्रति सेवाग्राही 300 रुपैयाँ शुल्क असुल्न थालेपछि सेवाग्राहीहरू आक्रोशित भएका छन्। कार्यालयमा सेवा लिन आएका सेवाग्राही इटहरीका ध्रुव खड्काले निशुल्क सेवा बन्द गरेर दुःख दिएको गुनासो गरेका छन्। पहिला चाहिँ अब बिना पैसा भइरहेको मेडिकल अब आँखाको मात्रै टेस्ट हुन्छ भित्र पनि त्यस्तो खासै त्यो मेडिकल भने जस्तो ठुलो केही नै चेक पनि गर्ने होइन। जहाँबाट आँखाको चेक गर्नु 300 रुपियाँ तिर्नु पर्दो रहेछ। यो चाहिँ अलिकति महँगो पनि भयो, फजुल खर्च जस्तो पनि भयो। अलरेडी राजस्व पनि तिरिरहेको छ मान्छेहरूले राजस्वलाई। यो चाहिँ नपरेको राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। यो चाहिँ डबल होइन, पहिला मैले तिरेको थिइनँ, लास्ट टाइम मैले गर्दाखेरि तिरेको थिएन, तर योचोटि चाहिँ मैले तिर्नु पऱ्यो। तर यो चाहिँ अब मेरो लागि नयाँ कुरा भयो। यो चाहिँ किन लियो भन्ने थाहा छैन होइन, के को लागि लिएको थाहा। अब यही भन्न सकिँदैन, हेर्नु कसैलाई आरोप लगाउन सकिँदैन। तर यो चाहिँ राजस्व उठाउने एउटा नयाँ तरिका जस्तो लाग्यो मलाई चाहिँ। प्रक्रिया गलत हो नि त, प्रक्रिया चाहिँ गलतै हो। यो लिनु चाहिँ खासै जायज जस्तो चाहिँ लागेन, किनकि लाइसेन्सभित्रै पर्ने कुरा भएकोले यो मेडिकल चाहिँ यो भित्र अन्तर्गत पर्ने कुरा हो। राजस्व तिरेपछि यो पनि पर्नुपर्ने थियो, मेडिकल चाहिँ एक्स्ट्रा गर्नुपर्ने जरुरी छ जस्तो मलाई लाग्दैन थियो। इटहरी कार्यालयमा कार्यरत डाक्टर मनिष कुमार यादवले 2082 भदौ मसान्तसम्मका लागि सम्झौता कायम रहे पनि आफूहरूलाई अपमानजनक तरिकाले हटाइएको आरोप लगाएका छन्। सम्झौता अझै सकिएको छैन, तर मलाई मौखिक रूपमा सेवा रोक्न आदेश दियो। उनले भने निशुल्क सेवा दिँदै आएका बेला अचानक हटाएर शुल्क लिने चिकित्सक ल्याउनु अन्यायपूर्ण भएको बताए। विवाद बढेसँगै बिर्तामोड यातायात व्यवस्थापन कार्यालयले स्वास्थ्य परीक्षण सेवा स्थगित गर्दै सूचना जारी गरेको छ। त्यहाँ कार्यरत चिकित्सक डाक्टर नारायण सिंह ताजपुरियाले सेवा बन्द गरे जानकारी गरेको बताए। यता कार्यालय प्रमुख सतीश सत्यालले मन्त्रालयको निर्देशन अनुसार मात्र चिकित्सक परिवर्तन गरेको स्पष्ट पार्दै सम्झौता खारेज गर्ने स्पष्ट आधार नभए पनि मन्त्रालयको निर्णय अनुसार नयाँ चिकित्सकलाई नियुक्ति गरेको बताए। राखेको थियो, जसमा चाहिँ शुल्क 45 रुपियाँ र 50 रुपियाँको दरले चाहिँ तपाईँको त्यो सेवा प्रवाह भइरहेको थियो। अब त्यो भइसकेपछि उहाँहरूको म्याद अवधि समाप्त भयो र हाम्रो भित्रको चाहिँ मेडिकलको हकमा चाहिँ 2 महिना अवधि बाँकी थियो। तर प्रदेश सरकारले एउटा आर्थिक ऐनमै व्यवस्था गरेको छ, 300 रुपियाँ शुल्क लिएर स्वास्थ्य परीक्षण गर्न सकिनेछ भनेर व्यवस्था गरेको छ। त्यो व्यवस्था अनुसार उहाँहरूले डाक्टरलाई भनौँ न स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर डाक्टरलाई पठाउनु भएको छ र साउन 1 गतेदेखि अनिवार्य रूपमा लागू गर्नु भनेर हामीलाई पत्रचार भएको छ। सोही बमोजिम अब हामी त प्रदेश सरकारले गरेको निर्णय र हामी कर्मचारीले पालना गर्नु पर्यो। पालना गर्ने सन्दर्भमा चाहिँ अनि हामीहरूले चाहिँ नयाँ आउनुभएको डाक्टर साहबलाई जुन करारमा राख्ने भनेर भनिएको थियो, उहाँलाई एउटा सेटअप तयार गरेर हिजो 1 गतेदेखि हामीहरूले चाहिँ कार्य सञ्चालन गरेका छौँ। अब यसमा चाहिँ पहिला चाहिँ निशुल्क प्लस 45 र 50 रुपियाँ शुल्क लिएर सेवा दिइरहेकोमा अहिले 300 रुपियाँ किन भन्ने विषय आयो। 300 रुपियाँ किन भन्ने विषयमा चाहिँ अब प्रदेश सरकारले केही सोचेर नै यो निर्णय गरेको होला होइन। र अब मैले जहाँसम्म बुझ्न आएको पनि एउटा स्वास्थ्य कर्मी अथवा डाक्टरले एकजना पेसेन्टको, मैले बुझेको कुरो यो औपचारिक होइन अनौपचारिक रूपमा भन्छु, चेक जाँच गर्दाखेरि न्यूनतम 330 रुपियाँ लिनुपर्ने थियो। त्यसैलाई आधार टेकेर सरकारले त्योभन्दा पनि कम 300 रुपियाँमा शुल्क राखेर चाहिँ स्वास्थ्य परीक्षणको सेवा दिएको जस्तो मलाई लाग्छ। यो विषयमा प्रदेश सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। तर निशुल्क सेवा बन्द गरी शुल्क लिन थालेको यो निर्णयले पारदर्शी कानूनी प्रक्रिया र सेवाग्राहीप्रति जिम्मेवारीका गम्भीर प्रश्न उठेका छन्। इटहरी यातायात कार्यालय परिसरभित्र एउटा निशुल्क र बाहिर 5 वटा निम्न शुल्कमा स्वास्थ्य परीक्षण गराउँदै आएको साउन 1 गतेदेखि एउटैबाट सेवा लिँदा सेवाग्राहीहरूलाई लामो समयसम्म लाइन लाग्नु परेको र सेवा लिन आएकाहरू बताउँछन्।